यो मान्छेले एउटा सिंगल भिडियोको लागि लिटरली पैसा खोला बगाइदिन्छ। आफ्नो कन्टेस्टेन्टलाई लाखौं डलर क्यास, महँगो कार, इभन प्राइभेट आइल्यान्ड सम्म दिन्छन्। उनको टप लेभलको भिडियोको बजेट 2 देखि 4 मिलियन सम्मको हुन्छ। जस्तै आई गिभ माई 100 मिलियन सब्सक्राइबर अन आइल्यान्ड और स्क्विड गेम इन रियल लाइफ। यिनीहरूको बजेट लिटरली 3.5 मिलियन देखि 4 मिलियनको बीचमा थियो, जो नेपाली पैसामा कन्भर्ट गर्ने हो भने 40 देखि 50 करोडको बीचमा हुन्छ। तर यति धेरै पैसा एउटा सिंगल भिडियोमा खर्च गरेर मिस्टर बिस्टले आफ्नो कमाई कसरी गर्छ त? एक्चुअली फर्स्ट त मिस्टर बिस्टले युट्युब एड रेभेन्यूबाट कमाउँछ, सेकेन्ड कुरा स्पोन्सरशिपबाट कमाउँछ र उनी आफ्नो मर्चहरू पनि बेच्छन्, आफ्नो मर्चहरूबाट पनि कमाउँछ। तर उनको कमाई सेम भिडियोबाटै यति उति हुन्छ भन्ने होइन। यो एउटा उनको स्मार्ट इन्भेस्टमेन्ट हो, एउटा च्यारिटी जस्तो देखिन्छ, बट यो मार्केटिङ स्ट्रेटेजी हो। इन अफ द डे मिस्टर बिस्टले यति धेरै पैसा खर्च गरे बखत उनको कमाई 3 गुणा हुन्छ। सो तपाईलाई के लाग्छ, मिस्टर बिस्ट जिनियस हो या मार्केटिङ